उठली का सुने ते लगी पुलिस थाना गएको थिएँ साइकलै चोरीको भगवानको प्रार्थना गर सब ठीक गरिदिन्छ ते लागि मन्दिर गएको थिएँ मेरो चप्पल पनि चोरीको तँ चाहिँ कता गएको म लोटरी खेल्न गएको जा जा तेरै दिन्छु भाइ मैले सुन्नु तेरो लटरी जितिस अरे तो अनपढ़ का और जाहिल थीस 10 और 5 20 उनके तेरे के मैले 20 टिकट में लगाई दी 10 रुपैयाँ त 15 हुन्छ तो तेरे के तो अनपढ़ का और राम्रो तर कति रुपैयाँ जितिस 2 लाख 2 लाख जितेकोस अनि घर घर त तैले एक्ला छोड्दिस मैले एक्ला छोडिन चाबी के छोरे ताला टुटाउन सक्दैन तेरो जस्तो गधा देखि यसै लागि त ताला पनि लिएर आको वाह खतरा दिमाग छ रे तेरो खतरा दिमाग छ 2 hours later म लोटरी खेलेर 2 लाख जित्यो त्यसले लागि सबै चोरी भयो मैले चाबी पनि लिएर आएको थिएँ चोर्दैनन् भन्दै अरु मैले ताला फुटाएर लैजान्नन् भन्दै पनि ताला पनि लिएर आएको थिएँ त्यसले लागि चोरले लिएर गएछ कसरी ए प्रभु मलाई चाहिँ 100 रुपैयाँ दिनु प्रभु प्लिज 100 रुपैयाँ दिनु अरे भाइ तेरो त भिख माग्न थालिस जे किन यहाँ मेरो 2 लाख चोरी भयो 2 लाख चोरी भयो ला कसरी मेरो यो ताला र चाबी लिएर आएको थिएँ त्यहाँबाट साला कसरी लोगो खोइ त्यसले थाहा पनि भएन ताला र चाबी लिएर आसी चोर छ नि ला अहिले 50 रुपैयाँ राख छैन मसिया धेरै थ्याङ्क यू भगवान थ्याङ्क यू लेकिन आजको हातबाट किन भइजाको भगवान 50 रुपैयाँ मारो साला ओ भाइ यहाँ के लेखेछ हेर त इंग्लिशले लेखेछ इंग्लिश पढ्न आउन न आउँछ पढ त My name is Pawan Chhetri, my father name is Prakash Chhetri, my mother name is Gayatri Chhetri, my father is farmer. खतरा पढ्दै रहेछ कि इंग्लिश स्कुलमा पढ्छस् के खतरा छस् त जा 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 2000 years later दुईटा केटा रहेछ नि एउटा सवाल सोध्नु पर्यो कति क्लास त पढेको 50 क्लास त 60 क्लास बाप रे खतरा पढ्दै रहेछ नि तले त चलो 50-60 क्लास त पढेको त अब एउटा म क्वेशन सोध्छु है आन्सर दिन सक्छौ नसके पनि दिनै पर्छ भुले जस्तो लाग्दैछ त भुले छैन है क्या बोला तूने भारतको राष्ट्रिय खेल के हो फ्री फायर बाप खतरा जान्दैछौ तिमीहरु बाप रे अब तिमीसँग सोध्छु है तिमीसँग 5 वटा कला छ कतिवटा कला छ 5 वटा खतरा जान्दैछ नि 5 वटा कला छ दुईटा भाइलाई दियो कतिवटा बच्चा तिमी म दिदै दिन्न कोला माना दियो म मान्दिनै दिन्नै त कसरी मान एक बार माना न दियो भनेर त म दिदै दिन्न त